यो कमन गोल्डफिस हो। अनि यसको चाहिँ बडीहरू चाहिँ लामो हुने हुन्छ। अनि यो चाहिँ कस्तो कस्तो कलरमा आउँछ भने चाहिँ व्हाइट, ब्राउन, गोल्ड, रेड कलरहरूमा आउँछ। अनि यिनीहरूलाई चाहिँ अब सकेसम्म एक्वेरियममा होइन बाहिर पन्डहरूमा राख्न चाहिँ सुटेबल हुन्छ, किनभने अब यिनीहरूको साइज चाहिँ अलिक ठुलै खालको हुन्छ अरू गोल्डफिस हेरिकन। र यो चाहिँ इजिली सबै हबिस्टहरूले सुरुमा ल्याएर पाल्नेवाला गोल्डफिस हो। यो फ्यान्टेल गोल्डफिस एक फ्यान्सी प्रजातिको गोल्डफिस हो। अनि यसको चाहिँ दोहोरो पुच्छार भएको माछा भनेर यसलाई हामीले चिन्न सकिन्छ। अनि यसको शरीरको बनावटको कुरा गर्दाखेरि चाहिँ यो मिडियमदेखि स्मल साइजसम्म हुन्छ। अनि जसले गर्दा चाहिँ यिनीहरूलाई स्विम गर्न चाहिँ अलि अप्ठ्यारो हुन्छ। अनि यो प्रजातिलाई चाहिँ हामीले घरभित्रै राख्नुपर्छ, किनभने अब बाहिर राख्यो भने स्लो स्विमिङ फिसहरूलाई अलिक डेन्जरै हुन्छ। अनि त्यसपछि अब घरभित्र राख्दा हामीलाई कत्रो ट्याङ्क चाहियो भनेपछि 20 ग्यालन अट्ने जत्रो ट्याङ्क चाहिँ हामीलाई चाहिन्छ। ओरन्डा गोल्डफिस फ्यान्टेल गोल्डफिस जस्तै दोहोरो पुच्छार भएको हुन्छ, तर यिनीहरूको टाउको माथि चाहिँ विन भनेको चाहिँ क्याप जस्तो भएकोले यिनीहरूलाई चाहिँ ओरन्डा गोल्डफिस भनिएको हो। अनि अब यिनीहरूको साइजको कुरा गर्नुपर्दाखेरि यिनीहरू लार्ज, स्मल, मिडियमहरू सबैमा पाइन्छ। अनि अब तपाईँहरूले अब यसलाई ट्याङ्कमा राख्न चाहनुहुन्छ भने चाहिँ 30 ग्यालन्स वाटर अट्ने जत्रो ट्याङ्क चाहिँ चाहिन्छ एउटा फिसको लागि थ्राइभ गर्नलाई, किनभने यिनीहरू चाहिँ अलिक ठुलो खालको हुन्छ। यो र्युकिन गोल्डफिस हो। अनि यिनीहरूलाई चाहिँ हामीले कसरी चिन्न सकिन्छ भने चाहिँ यिनीहरूको चाहिँ सर्ट बडी हुन्छ र अनि यिनीहरूको चाहिँ टाउको पछाडि चाहिँ एउटा हम्प निक्ले हुन्छ। हम्प भनेको अलिकति उठेको जस्तो हुन्छ। अनि यो चाहिँ अब कुन कलरमा आउँछ भने चाहिँ यो चाहिँ अब रेड, ब्ल्याक, व्हाइट कि अब सबै कलरहरू मिक्स भएर पनि आउन सकेको हुन्छ। अनि यिनीहरू चाहिँ अब यिनीहरूको बडी साइजले गर्दा चाहिँ यिनीहरू चाहिँ पोर स्विमरहरू हुन्। अनि यिनीहरूलाई चाहिँ हामीले सानो ट्याङ्क पनि राख्न सकिन्छ, भनेको 10 ग्यालन पर फिस अट्ने एउटा ट्याङ्कमा राख्न पनि सकिन्छ। यो र्यान्चो गोल्डफिस हो। अनि यिनीहरूलाई हामीले कसरी चिन्न सकिन्छ भने चाहिँ यिनीहरूको चाहिँ शरीर झुकेको हुन्छ। अनि यिनीहरूसँग डोर्सल फिन पनि हुँदैन। अनि अर्को भनेको यिनीहरूको पुच्छार चाहिँ डाउनवार्ड फेस गरेको हुन्छ, जसले गर्दा चाहिँ यिनीहरूलाई चाहिँ स्विम गर्न अप्ठ्यारो हुन्छ। अलि लामो समयसम्म चाहिँ स्विम गर्न अप्ठ्यारो हुन्छ। अनि यिनीहरूलाई स्विम गर्न अप्ठ्यारो भएको कारणले हामीले यिनीहरूलाई सानो ट्याङ्कमा नै राख्न सकिन्छ। कत्रो भनेपछि 20 देखि 30 ग्यालन वाटर अट्ने ट्याङ्कसम्म राख्न सकिन्छ। यो ब्ल्याक और रेड मोर गोल्डफिस हो। अनि यिनीहरूलाई चाहिँ हामीले अर्को नाम भनेको टेलिस्कोप आई गोल्डफिस भनेर नै हामीले चिनिन्छ। अनि यिनीहरूलाई चाहिँ हामीले कसरी चिन्ने भनेपछि यिनीहरूको छोटो बडी हुन्छ। अनि त्यसपछि यिनीहरूको आँखाको नानी चाहिँ बाहिर निक्लेको हुन्छ,
जसले गर्दा चाहिँ यो फिसहरूलाई एउटा क्युट लुक्स पनि दिन्छ। अनि यिनीहरूको आँखाको नानी बाहिर निक्लेको कारणले गर्दाखेरि यिनीहरूले अलिकति आँखा चाहिँ अलिक कम देख्छन् र यिनीहरूले चाहिँ अलिक ढिलो खाने गर्छन्। र यो गोल्डफिस राख्नलाई चाहिँ हामीलाई 20 ग्यालन्स वाटर अट्ने ट्याङ्क चाहिँ चाहिन्छ। यो लायन हेड गोल्डफिस हो। अनि यसलाई हामीले कसरी चिन्न सकिन्छ भने चाहिँ यो चाहिँ ठ्याक्कै र्यान्चो गोल्डफिस जस्तै हुन्छ, तर यसको टाउकोमा चाहिँ विन आएको हुन्छ। विन भनेको चाहिँ क्राउन जस्तो हुन्छ, भनेको अलिक मोटो खालको जस्तो देखिन्छ टाउको चाहिँ। अनि यो गोल्डफिस राख्नलाई चाहिँ हामीलाई 20 ग्यालन वाटर अट्ने ट्याङ्क चाहिन्छ, तर पर फिस 20 ग्यालन वाटर अट्ने ट्याङ्क चाहिँ चाहिन्छ। यो चाहिँ बबल आई गोल्डफिस हो। यो चाहिँ ठ्याक्कै ब्ल्याक और रेड मोर गोल्डफिस जस्तो हुन्छ। अनि यिनीहरूलाई कसरी चिन्ने भने चाहिँ यो बबल आई गोल्डफिसको चाहिँ दुईटै आँखाहरू यो ब्ल्याक मोर गोल्डफिसहरू भन्दा अलिक धेरै नै बाहिर निक्लेको हुन्छ। अनि यिनीहरूको आँखा बाहिर निक्ले पनि यिनीहरूलाई त्यस्तो असर चाहिँ केही पनि हुँदैन, किनभने त्यो आँखा बाहिर निस्केको त्यो नानी जस्तो हुन्छ नि, त्यहाँ चाहिँ लिक्विडहरू जस्तो हुन्छ जुन चाहिँले चाहिँ यिनीहरूलाई हेल्प गर्छ। अनि अब यो गोल्डफिसलाई राख्नलाई चाहिँ हामीलाई 20 ग्यालन वाटर अट्ने ट्याङ्क चाहिँ चाहिन्छ पर फिस।
हजुरहरूलाई यस्तै भिडियोहरू हेर्न मन छ भने मेरो च्यानललाई लाइक, सेयर एन्ड सब्स्क्राइब गरिदिनु होला।